साथीहरु वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी भर्खर खानाहरू खाएर बसिरहेछौँ हो। अनि पानी चाहिँ एकदम धेरै परिरहेको छ, मौसमै खुलिरहेको छैन हैन। अनि त्यही भएर आज यो मौसमलाई चाहिँ च्यालेन्ज गर्दै आज चाहिँ हाम्रो भाइले मोमो बनाउन लागेछन्। बफ मोमो भेज मोमो। अनि त्यो चाहिँ हामी खाने। भाइले बनाउने हैन भाइ? हो त हो। ल ठिक छ, बनाएर खानुपर्छ ल। कसैलाई एकदम राम्रो सुशील असल के भन्छ हस्बेन्ड चाहिएको छ भने हाम्रो भाइले सम्पर्क राख्नु होला। त्यस्तो नभनौ बिचरा हैन। मेरो भाइको फेरि गर्लफ्रेन्ड होला नि। यस्तो मेहनती हैन छ कि छैन रे भाइ? छैन। यस्तो मेहनती हैन होला। हैन। उले मोमो बनाएर पालिदिन्छ क्या 2-4 वटा बुढी त हो हो। अल्ला दिदीले अरबपतिहरूलाई त पैसाको खाँचो हुन्छ दिदीहरू। हो त नि। यतिको मेहनती भाइ भयो भने चाहिँ ठिक छ है। मम्मीलाई सुखै हुन्छ। अलि इमानदार सुशील केटी हैन भाइ? तपाईँहरू उयो एक्जाम दिने हलै त हामीले बनाएको हाम्रो ठिकाउँ त अस्ति भर्खर बनाउनु काट्नु हल। अनि त्यसै दुःख गरेर किनेको बाइक अनि यो किनेको ठाउँमा तपाईँलाई पुऱ्याइदिउँ म। हजुर के छ त नि? फिट एन्ड फाइन फिट फाइन? तातो पानी खाएको खाइ गर्नु पर्यो है। पित्त खैले बोसो निस्किसक्यो तातो पानी। ल ठिक छ। आज चाहिँ हामी मोमो खाने प्लान छ है। अनि यहाँ चाहिँ भाइले मोमो बनाउने अरे। आज भाइको स्पेसल मोमो। हामी रक पेपर सिजर वाला गेम खेल्नु भने पानी ल साथीहरू आज चाहिँ हामी दिनभरि रुममा बस्यौँ। अनि रुममा बस्दा एकदमै अल्छी लाग्यो। कतै घुम्न जाउँ भन्ने प्लान त गरेको थियौँ, तर यो मौसमले गर्दा चाहिँ एकदमै पानी परेको एकछिन पनि घाम लाग्दैन हो। पानी परे गरेर दिनभरि रुममा दिक्कै भयो। अनि अब अलिक तनाव पनि छ। अनि त्यही तनावको माहौलमा चाहिँ यसो रिफ्रेस हुनको लागि चाहिँ इन्दिराले एउटा सानो गीत गाएर चाहिँ तपाईँहरूलाई पनि सुनाउँछिन्, मलाई पनि रिफ्रेस हुन्छन्, उनी पनि रिफ्रेस हुन्छन् है। हस् ल सुरु। ओके 1 2 3 गो। गाहिने दाजुले सारङ्गी रेटेदामा भुरुकै हुन छ मन मेरो एसाइला तिमीलाई देख्दामा भुरुकै हुन छ मन मेरो एसाइला तिमीलाई देख्दामा छमछमी नाचो भन्थे डम्फुको तालैमा ढुकुढुकी मेरो बढ्छ नि एसाइला तिमीलाई देख्दामा ढुकुढुकी मेरो बढ्छ नि एसाइला तिमीलाई देख्दामा मोहनी जादु छ शीतल हावामा मिठा मिठा कुरा गरे यो मोटो चोरान मोहनी जादु छ शीतल हावामा मिठा मिठा कुरा गरे यो मोटो चोरान लुना हेर तानी हे राजा राजा तिम्रो बोलीमा गाहिने दाजुले सारङ्गी रेट्दामा भुरुके हुन छ मन मेरो एसाइला तिमीलाई देख्दामा भुरुके हुन छ मन मेरो एसाइला तिमीलाई देख्दामा। नमस्कार। थ्याङ्क यू सो मच। साथीहरू आज चाहिँ हामी दिनभरि सुत्योरी एकछिन गीत पनि गायौँ हो। मैले भन्दा पनि उसले गीत गाएन। अनि त्यस पछाडि चाहिँ हाम्रो एउटा पार्सल आउने थियो। यो चाहिँ हामीले मगाएको हो, अर्डर गरेको थियौँ। त्यस पछाडि आयो, कस्तो रहेछ के रहेछ भनेर चाहिँ हामी तपाईँहरूलाई खोलेर देखाउँछौँ है। यो अचार चाहिँ हाम्रो सोलुखुम्बु सल्लेरी हाम्रो मास्टर नै हुनुहुन्छ, उहाँको मास्टरनीको अचार हो। यो भनेको चाहिँ हामीसँगै कलेज पढेको थियौँ, त्यतिखेर किनभने भएर अहिले हामीले अर्डर गरेर टेस्ट गर्दैछौँ। त्यसपछि चाहिँ हामी तपाईँलाई भन्छ कस्तो रहेछ ल खोलौँ ल। ओके यो चाहिँ बफको अचार हो।
यो पनि बफे हो भनौँ भन्नु थियो हो अनि के भन्छ सेकेन्ड टेस्ट हाम्रो साथीले राम्रो मिक्स मास्टर मिक्सले राम्रो भन्नुभएछ वाउ हेर्दा त एकदमै मिठो मिठो छ है साथीहरू नपोलिकन नै हामीले यस्तो हेर्दा मिठो मिठो छ जस्तो छ है मास्टरनीको अचार सोलुखुम्बुको वाह यसरी हल्लाउनुपर्छ क्या सुरुमा आउँछ के आउँछ टक्क मिठो आउँछ यसरी हल्लाइछ है साथीहरू किनभने तल मसलाहरू बसेको हुन्छ नि त यसरी बसेको हुन्छ रहेछ ए मसला कहाँ गयो माथि मैले खोलिसकेँ वाह हेर्नुहोस् न नामै काफी मास्टरनीको अचार ठिकै छ लिकेज भएको छ लिकेज मतलब यसो गरेर खान्छ है नो प्रब्लम हामी खाने भएर हामी एउटा झिकेर खान्छौँ है बस्न सुटे चाहिँ साथीहरू चाहम चर्स हाल्नु नि त यतिकै यस्तो नसके चर्स ओ माई गड मिठो छ यहाँ कहिले होला ल लु कति दिन्छ नबिग्रनु है मिठो छ यार पछि चाहिँ मलाई खाइसकेपछि अन्त मिठो छ तपाईँले अर्डर गर्न सक्नुहुन्छ मास्टरनीको अचार आइहाल्छ मिठो छ साथीहरू तिम्रो छैन सक्दिन्छ होला बी भने बिच हो कि बफ हुने हुन्छ साथीहरू हामीले चाहिँ यो टेस्ट गऱ्यौँ एकदम मिठो रहेछ तपाईँहरूलाई पनि खाने इच्छुक भयो भने होइन हामीसँग सम्पर्क गर्नु सक्नुहुन्छ अथवा हामी तपाईँलाई भन्नु पनि लोकेसन भन्नु पनि दिन्छ नत्र भने मास्टरनीको अचार भनेर सर्च हाल्नुभयो भने पनि भेटिहाल्नुहुन्छ है अनि आजको हाम्रो चाहिँ यही अचार सँगसँगै आजको हाम्रो भिडियो चाहिँ यहाँ इन गर्छौँ होइन तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला ओके बाई बाई साथीहरू